आइदियो थिएन त रक्सी कि खरी हिँड्या मान्छे नि यत्रो बाटो आउँदैन नथा भन्नुहुन्छ त मजा आउने रहेछ जस्तो लाग्यो है बस्न सक्दैन कि ट्याक्क अलिकति नि डाँडो जस्तो पाउँदिने भन्छन् र भन्दैन यो अब त के पोखरामै पिच भइसक्यो क्या अति सानो हो त नि मुतिया धारो जत्रो नि छैन यार